हाम्रो गाउँघरमा पनि यति प्रगति हुनु पर्यो नि त होइन एकदम खुसी लाग्यो मलाई अघि डर लाग्दै थिएँ अब हेर्नु हाइट लगभग कति होला यहाँ मैले चेक गरौँ हो बेसी छ 100 मिटर चाहिँ होला हौ कत्रो हाइट कुस्माको जतिकै हाइट भएछ यार डरै लाग्ने भएछ नि त ऊ पुल त यहाँ चाहिँ अलिक कर्खन गरेछ साथीहरूले चट्टान केही फुटाएछ जस बबाले बनाएछ भनौँ न यतिको ल जकै हाल्यो यो हो नि त शैली हाइट हाम्रो गाउँ चाहिँ यता भिपाटामा बबाल देखिरहेछ गाइस यो चाहिँ हाम्रो गाउँको पुल हो एकदम बबाल पुल बनेछ पारीदेखि उभारी हाम्रो लागि काम गर्दै हुनुहुन्छ है पारी लगाएर बन्दैछ निर्माण कार्यहरू सकिएको छैन अझै पनि बबाल भइरहेछ होइन काम कुरो हुँदैछ हामी चाहिँ हेर्ने दर्शक हौ उहाँले काम गर्नुहुन्छ मलाई त आउँदैन गर्नु मजा हेर्न आएको रमाइलो तरिका चाहिँ हेर्दा चाहिँ रमाइलो भइरहेछ विचार गर्नेमा चाहिँ एकदम साह्रो भइरहेछ आज उहाँको फाइनल कामहरू हुँदै रहेछ लगभग काम सिद्धिन लाग्यो होइन त ठेकेदार बा काम सकिन लाग्यो तपाईँहरूको हो पपसेला के छ पपसेला खबर यसमा ढुकढुकी स्वास्थ्य बाँचेको छ भन्नु ड्युटी कडा छ है पुल चाहिँ बवाल बनेछ है बारीहरू पारी हो कान्छा बहादुर ठिक छ बोल्नु पर्यो यहाँ दाइलाई के भन्नु पर्यो हाम्रो कामको बारेमा यहाँ चाहिँ धमाधम हाम्रो निष्ठ मित्र दाजु हाम्रो ठेकेदार बाजे हाम्रो खतरा जेठा जेविस दाई काम गर्दै हुन्छ यहाँ चाहिँ पुरै ढुङ्गा लाउने कार्यक्रम भइरहेछ नि त के छ त बिचरा नि जिन्दगी ए सदस्यजी पनि ए नमस्कार सदस्यजी काम हुँदैछ गाउँले जिन्दगी कस्तो त केटा यस्तै काम गाउँमा साह्रै भन्यो त यस्तै भयो रमाइलो छ नि आफ्नो गाउँघरमा यस्तो पुल बन्दाखेरि कतिको खुसियाली छ त नि साथीभाइलाई सर खुसी छ नि हो केटा किन भाइ लास्ट टाइम दुख हुने 8 वर्ष भइसक्यो अहिलेसम्म पुल 8 वर्ष भयो नि मको ढुङ्गा काम छ अनि मासु कोही बेला खुवान भन्छ नत्र यहाँ भने पैसा दिँदैन यस्तो अब मजुरी काम गरेको छ हो कोकवा बाजे
कम्प्लेन आउँदैछ त याद अनि यार मार्नु नआउने काट्नु नआउने नकाटौँ हो बाजुलाई काट्नु त हुँदैन अब 500 रुपियाँ पैसा दिएँ मैले भनेको छैन अनि भन्छ अब माग्नु त रोशन आयो रोशनले पनि दिँदैन हेर्नु अब गर्ने के अब गर्ने अब फर्फाएको हुँदै होला नि त होइन बाजे होइन फर्फायो भने पक्का दिने हो पैसा पैसा त एकदम नदिँदा अनि कहाँ हुन्छ त दिनु पर्यो नि त दिनु होइन? पर्यो नि त पैसा त अब तपाईँलाई दिन्छ अरे काका फर्फाएको भएपछि पैसा तपाईँलाई जति चाहिन्छ सब दिने अरे बाजेलाई फरफराक भएको भन्दा पनि यो त 2 वर्ष 3 वर्ष काममा लाग्यो तर यस्तो पारे चाहिँ भएन नि त अनि एडमिसन दिनुपर्छ यार अब हुँदैछ नि जेठा होइन एकदम जेठा मान्छेले अलिक मोटाइ छ त होइन नि हँ? यो त फोटो सर कता त्यो अनि जेठा मोटाइ छ त अनि धेरै हो 80 केजी मात्रै 80 मात्रै हो